आलु खन्ने कार्यक्रम छ क्या हो आज? आज आलु खन्ने कार्यक्रम छ बाबु। कति खन्न हो? खन्ने हो अलिकन खन्नै छौँ नानीको थोरै खन्नै छौँ। कतिको राम्रो फल हो? ठिकै छ, ज्यादै राम्रो पनि छैन, अलिअलि रातो किन्ने लाएको छ, ठिकै राम्रै, ज्यादै नराम्रो पनि छैन, ज्यादै राम्रो पनि छैन, ठिकै छ। ए कति जति होलान् जस्तो छ अनुमानमा? होला गएर मलाई त कति हुन्छ जम्मा त्यति हुन्छन्? त्यति त हुन्छ नि, अलि धेरै हुन्छ नि, भएर आज एउटा खन्न लगाएको गएर बल्ल थाहा हुन्छ। ए ए ठुल्ठुला चाहिँ फलेका छन् है? फल्नु त ठुल्ठुला एउटा फलेका छन् नानी, फलेका छन्। आज खन्न लगाएको सासूबाहरूले। अब त फेरि मोल बोक्नु पऱ्यो, बाँझो मार्नु पऱ्यो, यसमा पानी आयो भने त यता त मकै छर्केर हुन्छ पो बाबु। ठिक छ। फलेको छ अलिअलि सानसानो एउटा छ सासू बुहारीको जियोस्। जे गर्दा नि सासू बुहारी अब केयर त ल ल ल हुन्छ। अनि आलुको आज के छ नास्ता, के खाने कार्यक्रम छ? नास्ता उसिनेर आलु खाने हो उसिनेर कि? खायो नि भयो, आलु उसिनेर खाएर राम्रै हुन्छ र अलि सुकेर ओइलो आयो भने त आलु पनि राम्रै हुन्छ। अनि आलुको त त्यो के अरे सुकौनी हुन्छ, चुकौनी बनाएर खान्छन् नि? खाने हो हामीले। आलु त धेरै जो छ होइन? आज भोलिमा खनेर भ्याउने कार्यक्रम छ? आज भोलि अब भ्याइएन नि पर्सिसम्म खन्ने होला नि। ल हस्, धन्यवाद। हस्।